लामो भयो कि अब कैचीले काट्यो कति राम्रो देखिदिनु पुट्ट पनि नानी त अर्कै देखिन्छ झिउ हुन्छ मुन्डन यता हेर त सिरी तिमी आजबाट छोरा भयो तिमी अब कति राम्रो देखिन् मेरो छोरी आहाई केही मान्दैन कपाल काट्यो भने कपाल लामो भएर त 5 वर्षमा त ठुलो आइदिन्छ पछि त 2-3 चोटि कोले भनेको राम्रो छ कपाल काट्ने बेला भनेको कस्तो कोले भनेको दिनकै राम्रो कोले हिजो हेराम त मैले हिजो हेराम त हेराएर अनि सबै भन्यो त काट्दिनु भने यसो गरोस् न नि आमा बुवालाई त्यस्तो केही छैन राम्रो छ भन्थ्यो कहाँ रहेछ कैँची मलाई के थाहा मेसिनको यहाँ चार्जर साकिन लागि त्यही कैँची लिएर आउँथ्यो मम्मी जान्छ नानी नगरे अगाडि छिर्छ त्यही थियो त नि त्यो छिर्छु त्यहाँ बनाइदिए त्यही तल खसाले होला नि त्यो कुनामा थियो दुख्दैन सानो हुन्छ मम्मी नानीलाई त ल्याउँछ त्यसलाई ऊ हुन्छ त्यो झुक्काइदिएर काटेला कतै फेरि हेर्न यहाँ कि फलेको यता हेर्न कि ल काँडा बिच्छन् ल अब बराबर काट्दैन त अनि अघि नि यस्तो गर्नुपर्ने बिच यसले त बाघ दुख्दैन के खास होइन ए बिलेले यसले दुख्दैन होला बा भइगयो के चार्ज अब 3 घण्टा लाग्यो चार्जर सुगा मेरो भेटामा त एउटा यहाँनिर अलिअलि काट्थ्यो त्यसले यार चार्जरै सकिगयो यसको अब कहाँबाट गल काट्छ फेरि चार्ज हान्ने एकछिनपछि फेरि चार्जरै सकिगयो काट्दैन काट्दैन हेर्नु एकछिन 10 मिनट चार्ज हाल्नु पर्ने बाबा एकछिन बस आउँछ 10 मिनट चार्ज हाल्नु पर्यो